हाम्रो गाउँतिर चाहिँ यस्तो अलैँची बगान मात्रै छ है, खासै सो जग्गाहरू गर्दैन। धान मकैहरू रोप्ने चलन छैन हैन, पुरै अलैँची बारी मात्रै छ। बाटो पनि अलैँचीले गर्दाखेरि त जङ्गल भइरहेछ। अलैँची यो साल चाहिँ गोलिया बेचेर सबैतिर मरेको रहेछ, सबैतिर एकैचोटि बेच्यो नि त। यहाँबाट बिस्तारै जानुपर्ने हुन्छ। हामीले यहाँ चरा बसिरहेछ, उडी गयो। हामी भर्खरै बिरुवा लगाएको मान्छे बिरुवाहरू मात्र रहेछ सबै गोलिया बेचेर अहिले। यस्तोहरू घर यहाँ तल जङ्गलै जङ्गल छ है, जङ्गल पुरै जङ्गल। खेती गर्दैन खासै, अलैँची बारी मात्र यस्तो प्रकारको छ।